र हेलो गाइस म एउटा भिडियो न्युज लिएर आइरहेको छु गाइस। मेरो नाम चाहिँ हो अनिमेश। अन्त म एउटा यो चाहिँ एउटा फ्रड रहेछ गाइस, मैले आजै चाल पाएको। यो चाहिँ एउटा पेनको बारेमा हो। र गाइस भिडियो सुरु गर्नुभन्दा पहिला ब्याकग्राउन्डमा पछि हेरिदिनुहोस् होला गाइस, मेरो कुकुर पुरै भुक्दैछ, त्यही भएर प्लिज त्यसलाई गाइस इग्नोर गरिदिनुहोस् होला। र भिडियो तर्फ बढौँ कि पाइलट पेन। टपिक चाहिँ हो पाइलट पेन। यो एउटा पेन हो, यो एकदमै राम्रो पेन भनिन्छ, तर यो एकदमै खराब पेन रहेछ है गाइस। खराब पेन होइन, यो चाहिँ एउटा 50 रुपियाँ गर्ने एउटा फेक भर्जन आउँदो रहेछ कि गाइस। तर यो 50 रुपियाँ गर्ने फेक भर्जन चाहिँ एकदमै नराम्रो हुँदो रहेछ गाइस। यो मैले 5 दिन मात्रै भएको छ चलाएको। यहाँ हेर्नुहोस् गाइस, फर्स्टमा चाहिँ हेर्नुहोस् गाइस, यहाँ यस्तो हुन्छ, केही लेखिँदैन है। यो पेन भन्नु कि अब के भन्नु, यो हेर्नुहोस् होला गाइस, केही लेखिँदैन यो पेनले चाहिँ। यो एउटा पेन हो, यो चाहिँ राम्रो पेन नै हो, तर यो चाहिँ डुप्लिकेट भर्जन रहेछ गाइस। यहाँ एउटा आउँछ 200 गर्ने ओरिजिनल पाइरेट पेन, यो एउटा 50 रुपियाँ गर्ने फेक भर्जन हो। यो चाहिँ मैले स्कुलको स्टेसनरीबाट किनेको। र यो फेक भर्जन चाहिँ जहाँ पाए त्यही पाउँदो रहेछ गाइस। तर 200 रुपिसको ओरिजिनल चाहिँ अलिक पाउनु मुस्किल नै छ। यहाँनिर हेर्नुहोस् गाइस, यहाँनिर एउटा छेड हुन्छ गाइस, जो कि देख्न सक्नुहुन्छ होला गाइस। हल्का जुम गरौँ, देख्न सक्नुहुन्छ होला यो छेडबाट चाहिँ नि यस्तो नराम्रो ओभरफ्लो हुन्छ कि गाइस, कपी बिग्रिन्छ। मैले कुटाइ पनि खाएको छु यो पेनले गर्दा। यो पेनले चाहिँ म लेख्दै थिएँ, अन्त यहाँनिर हातमा जल्लेछ, अन्त हातले पुस्दाखेरि झ्याप्पा त्यही डेस्क खातातिर सबैतिर लागेर चाहिँ म कुटाइ पनि भेटेको छु यो पेनले गर्दा। यो पेन चाहिँ एकदमै नराम्रो पेन हो गाइस। यो पेनमा डिफ्रेन्ट स्पट गर्नु चाहिँ मलाई थाहा भएन। त्यो चाहिँ डुप्लिकेट र ओरिजिनलमा चाहिँ के डिफ्रेन्सेस छ त्यो चाहिँ मलाई थाहा भएन। डिफ्रेन्सेस चाहिँ 5 दिनबाट अब डुप्लिकेट यो गर्नु डुप्लिकेट यो पाइलट पेन किन्यो भने तपाईँहरूले यो डिफ्रेन्ट स्पट गरिहाल्नु सक्छ 5 दिन बाद। 5 दिन बाद चाहिँ यो एकदमै नराम्रो ओभरफ्लो गर्छ, एकदमै भन्दा पनि एकदम हाततिर लागेर हुन्छ यो गाइस। यो ओभरफ्लो भएको यो पेन एकदमै नराम्रो पेन रहेछ गाइस। यो अब तपाईँले म्याक्सिमम भनौँ कि यो 3 पल्ट फ्लोरमा झऱ्यो भने चाहिँ यसले अब गति देखाउनु थालिहाल्छ गाइस। यो पेनले चाहिँ 3 नभए 4 पल्ट झऱ्यो भने चाहिँ यो पेनको हालत टाइट हुन्छ गाइस। मेरो त झन् 2 पल्ट मात्रै झऱ्यो, तर अब 4 फिट होइन, 4 मिटरहरूबाटै झरेको होला कि गाइस। त्यति बेला म चाहिँ एकपल्ट ग्राउन्डमा थिएँ, त्यति बेलादेखि चाहिँ मुनि झरेको थियो मेरो प्लेन। अन्त मुनि गएर यो हेरेको त, यो यस्तो गरेर खोलेर हेरेको त, यसको कभर खोलेर हेरेको त एकदमै नराम्रो ओभरफ्लो भइरहेको रहेछ गाइस। यो पेन चाहिँ मैले यो भिडियो चाहिँ किन बनाएको, म अब अवेरनेस क्रिएट गर्नु लागि बनाएको गाइस मैले यो पेन चाहिँ। यो पेनको भिडियो चाहिँ, यो पेन चाहिँ एकदमै नराम्रो रहेछ गाइस। यो पेन चाहिँ तपाईँले नकिन्नुहोस् होला। यसको आउँछ एउटा ओरिजिनल भर्जन, यो चाहिँ डुप्लिकेट हो, 50 रुपियाँ गर्ने पेन। यो चाहिँ एउटा डुप्लिकेट भर्जन हो। नयाँ त्यो ओरिजिनल भर्जन चाहिँ अलिक महँगो नै गर्छ गाइस। त्यो ओरिजिनल भर्जन चाहिँ 200 को आसपास मिलिहाल्छ गाइस। त्यो पेन चाहिँ म्याक्सिमम भनेको 2 साल चल्छ गाइस। यो पेन चाहिँ 5 दिनमै खेर गयो गाइस। यसको यो पेन मात्रै हो, यो एउटा लौता पेन मात्रै यस्तो हो गाइस। यसको यो पाइलट
V1 होला सायद, तर V5 भन्ने एउटा V5 V7हरूमा आउँछ त्यो दुईटा पेन चाहिँ एकदमै राम्रो हो गाइस। त्यो चाहिँ 70 रुपिसमा पाउँछ। त्यो पेन चाहिँ राम्रो हो, तर सबसे घटिया भर्जन चाहिँ यही हो, पाइलटको यो ओरिजिनल मात्रै राम्रो हुन्छ गाइस। यो पाइलटको अब के भन्न सकिन्छ गाइस, यस्तो मान्छे के बनाएको, यो पेन बनाएको कि पैसा वेस्ट गर। 50 रुपियाँ यो भन्दा राम्रो 10 रुपियाँ गर्ने जेल पेन नै राम्रो हुन्छ गाइस, जो कि देख्न सक्नुहुन्छ होला गाइस। यो मैले एउटा यो बल पेन हो, यो एउटा म्याक्स राइटर भन्ने बल पेन हो। यो चाहिँ अब पुरा खप्छ, 10 रुपियाँमा पनि पाइहाल्छ। यहाँ हेर्नुहोस् गाइस, लेखेको एकदमै स्मुथ राइटिङ छ यसको चाहिँ। पाइलट पेन भन्दा त राम्रो नै छ गाइस यो यसको राइटिङ। म चाहिँ भन्छु गाइस, यो भन्दा चाहिँ यो नै प्रिफर गर्नुहोस् होला गाइस। यो म्याक्स राइटर यो चाहिँ एकदमै खराब पेन रहेछ गाइस। यो पेन चाहिँ नकिन्नुहोस् होला। यसको बदलीमा चाहिँ तपाईँ यो युज गर्नुहोस् होला। यसको यो राम्रो पनि लेखिन्छ, स्मुथ पनि लेखिन्छ, पुरा अब इङ्क तुल्नुको टाइम पनि कम बेसी लाग्छ। यो छ खासियत। 10 रुपियाँको पेनमा यस्तो राम्रो पाउँदैछ भने यो 10 रुपियाँको 50वटा किन्यो भने 5वटा पाउँछ गाइस। यो पेन 5वटामा चाहिँ अब कति साल चाहिँ खप्छ होला गाइस। यो चाहिँ 50 रुपियाँको 5 साल खप्छ अरे, 5 साल अरे 2 साल खप्छ अरे यो पेन चाहिँ। तर 2 साल त होइन, 2 दिनमा चाहिँ यसको गति देख्छ तपाईहरुले गाइस। यो डुप्लिकेट हो गाइस। मैले अझै यो मात्रै हैन, एकपल्ट मैले हेरेको थिएँ, त्यति बेला चाहिँ के भएको थियो भने गाइस, त्यति बेला चाहिँ मैले यो पेन नै किनेको थिएँ र V5 पनि किनेको थिएँ। यसकै सायद मेरो आमाले किनिदिनु भएको थियो। त्यति बेला चाहिँ यो चाहिँ एकपल्ट मात्रै झरेको थियो हैन गाइस। त्यति बेला एकपल्ट हैन 2 पल्ट जस्तो झरेको थियो होला गाइस। अन्त मैले छुट्टी भएर जेमेट्रीमा हाल्नुभन्दा अगाडि चाहिँ यसको यो मैले अघि हो छेड देखाएँ, त्यहाँबाट अलिअलि इङ्क निक्लिन सुरु भएको थियो। त्यहाँ चाहिँ म ट्युसनमा गएर हेरेको त अब जेमेट्री त इङ्कसँग लतपत थियो गाइस। र यो पेन चल्नु पनि बन्द भयो छिटै। अन्त अर्को थियो त्यसको नाम पाइलट V5 सँगैमा एकदमै राम्रो चल्यो, अन्त एकदमै राम्रो पनि थियो त्यो पेन। म यो पाइलट पेन भन्दा अलिक 20 रुपियाँ अलिक बेसी होला त्यो पेन। त्यही किन्नुहोस् होला गाइस। V5 न V7 किन्नुहोस्, यो V1 चाहिँ नकिन्नुहोस् होला गाइस। V1 किन्नु चाहनुहुन्छ भने चाहिँ यसको ओरिजिनल भर्जन नै किन्नुहोस् होला, किनकि यो डुप्लिकेट भर्जन त महाबित्थाको हुँदो रहेछ गाइस। यो डुप्लिकेट भर्जन चाहिँ अब के भन्न सकिन्छ, अब यो पेन चाहिँ के थियो होला गाइस। अब के भन्न सकिन्छ गाइस, यहाँनिर यो एक त यहाँनिर अनकम्फर्टेबल के हुन्छ यो पेनले लेख्नु। मलाई त मेरो साथीहरूले भन्छ यो पेनले लेख्नु अनकम्फर्टेबल हुन्छ हल्का, तर यो पेन चाहिँ मलाई त कम्फर्टेबल नै हुन्छ। 4 दिनसम्म त राम्रो स्मुथली चल्छ हो गाइस। तर अब सेक भयो भने जस्तिको अब जेमेट्री बक्समा हाल्नुहुन्छ होला तपाईहरुले गाइस, त्यहाँनिर हालेर चाहिँ घर आउँदा त ब्यागहरु त हल्लिन्छ। तपाईले देख्नु सक्नुहुन्छ कि यो इङ्कसँग जेमेट्री बक्स त इङ्कसँग लतपत हुन्छ। र थ्याङ्क यू। आजको लागि यति नै। मैले यही अवेरनेस क्रिएट गर्नु चाहेको थिएँ। यो भन्दा राम्रो चाहिँ यो पेन नै किन्नु राम्रो होला गाइस। थ्याङ्क यू।